मर्निङ फ्रम कालिन्चोक। अहिले चाहिँ हामी कालिन्चोक दर्शनको क्रममा छौँ। त्यो तल देखिने गाउँ कुरी गाउँ, लास्ट नाइट चाहिँ हामी त्यहाँ सुत्यौँ। अहिले चाहिँ हामी कालिन्चोक दर्शनको क्रममा छौँ। यहाँ केबल कारको पनि सुविधा छ, हिँड्न नसक्नेहरूले केबल कारको सुविधा पनि युज गर्न सकिनेछ यहाँ। र हाम्रो टिम कोही चाहिँ केबल कार मार्फत मास्तिर अलरेडी पुगिसक्यो र हाम्रो हाइकिङ टिम चाहिँ उकालो चढ्दैछौँ, लगभग पुग्न लागिसकेको अवस्था। वेलकम टु कालिन्चोक कुरी भ्याली। कालिन्चोक काठमाडौँबाट 152 किलोमिटर टाढा दोलखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य हो। समुद्री सतहदेखि 3862 मिटर उचाइमा रहेको यो स्थान प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको केन्द्र मानिन्छ। यहाँबाट देखिने हिमालयका सेता पहाडहरू, हरियाली वन जङ्गल र खुला आकाशले मन लोभ्याउँछ। यहाँको मौसम हरेक क्षण बदलिने भएकाले यहाँ आउनेले एकै दिनमा घाम, कुहिरो र हिउँको मजा लिन सक्छन्। कालिन्चोक केवल धार्मिक आस्था मात्र नभई प्रकृति र घिन्न मन पराउनेहरूको लागि पनि उत्कृष्ट गन्तव्य हो। यहाँ यात्रुहरूले सिजनानुसार केबल कार, हाइकिङ, हिउँ खेल्ने जस्ता गतिविधि गर्न सकिन्छ। कालिन्चोक पुगेर हिमालको शीतलता, देवीको दर्शन र मनलाई शान्त पार्ने वातावरणको अनुभव गर्न सकिन्छ। यो स्थान एकपटक अवश्य घुम्नुपर्ने रमणीय स्थल हो। रमाइलो भयो र हामी उता साइलुङ पनि गयो, कालिका थानमा पनि आयो, रमाइलो भयो। सिस्नो पनि टिप्दै छ, साका सन्तानै आएको छ। एकदम रमाइलो भयो यो टुर चाहिँ।